आज सम्मानित हुने व्यक्तित्वहरू, उपस्थित महत्त्वपूर्ण महानुभावहरू, 22औं राष्ट्रिय ज्यापु दिवस तथा यमरी पुण्यको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस हो। यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा यमरी पुण्यको महत्त्वलाई सम्झाउँछ। उपत्यकाको मलिरो भूमिमा पसिना बगाएर अन्य फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ। यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं सम्वर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु। सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले 2 दशकभित्र निकै उपलब्धिहरू हासिल गरेको सुन्न पाउँदा म हर्षित छु। सम्बन्धित टोल गुठीहरू, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरूको इमानदार प्रयासबाट यो उपलब्धि भएको भन्ने मैले विश्वास गरेकी छु। टोलमा रहेका धार्मिक तथा सांस्कृतिक गुठीहरू काठमाडौँ उपत्यकाको सभ्यताका आधार हुन्। गुठी संस्कार यहाँको रैथाने समुदायको जीवनशैली हो भन्ने मलाई लाग्छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गुठी संस्थान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्य पूजा, आरती, खट जात्रा, देवी नृत्य लगायतका विभिन्न 500 भन्दा बढी गुठीहरू रहेछन्। आज स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरू र चाडपर्वहरू मनाउन सहयोग पुगिरहेको छ। परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको मलाई लागेको छ। संस्कृतिलाई पर्यटनसहित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक नीतिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक छ। नागरिकहरू बीच एक आपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवाहरूलाई प्रोत्साहन पनि यस सांस्कृतिक अभियानहरूको आवश्यकता छ। यस दिशामा तपाईहरूले खेलिरहनु भएको भूमिका उल्लेख्य छ। यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि म दिलाउन चाहन्छु। भदौ 23 र 24 को जेन्जी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नु परेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, घाँस बाँस कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आफ्नो ठाउँबाट लाग्न आवश्यक छ। यसका अतिरिक्त सरकारले आउँदो फागुन 21 गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्दछौँ। अन्त्यमा पुनः 22औं राष्ट्रिय ज्यापु दिवस तथा यमरी पुण्यको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्न चाहन्छु। साथै परम्परागत गुठीका गुरुहरू र आयोजक संस्थाका पदाधिकारीहरू लगायत सबैलाई धन्यवाद दिन पनि चाहन्छु। साथै आजको दिनमा यो संस्थानबाट विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेकोमा र तत्त व्यक्तित्वहरूलाई चाहिँ एउटा पुरस्कारहरू समेत प्रदान गरेकोमा प्रत्येक पुरस्कार पाउने व्यक्तित्वहरूलाई म शुभकामना दिन्छु। धन्यवाद।